सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएकोस्। सबैजनालाई यीशु ख्रीष्टको नाममा जय मसीह साथै नमस्कार। फेरि पनि म स्वर्गीय परमेश्वरलाई धन्यवाद दिन्छु आजको यो दिनको लागि अनि आजको यो दिनको अनि यो समयको लागि। अनि म स्वर्गीय परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। अनि मलाई आजको यो समयमा अनि मलाई केही कुराहरू तपाईको सामु अनि भन्न मन लाग्यो। आज चाहिँ म विशेष के भन्न चाहन्छु भने अनि मैले कुनै मेरो हैन अनि धर्म प्रचार गर्न चाहेको होइन है। अनि आज चाहिँ म यीशु ख्रीष्टमाथि विश्वास गर्छु। अनि मैले विश्वास गरेको चाहिँ 1 वर्ष बढी भइसक्यो है। अनि म चाहिँ अनि 2वटा भिडियोहरू हालेको छु। एउटा अनि पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन हालेको छु र अनि एउटा चाहिँ मैले अनि 210 नम्बरको भजन गाएँ र अनि मैले 2वटा भिडियो हालेको छु। अनि विशेष आज मेरो भनाइहरू यो छ कि मैले चाहिँ मेरो धर्म प्रचार गर्न चाहेको होइन। आज मैले विशेष गरी अनि परमेश्वरको बारेमा मैले किन भिडियो बनाएर अनि हाल्दैछु त त्यो केही कुराहरू म सेयर गर्न चाहे। विशेष गरी अनि एक समय यस्तो थियो, मेरा प्रिय दाजु भाइ तथा दिदी बहिनी साथी आफन्तजन इष्ट मित्रहरू, यो एक समय मेरो यस्तो थियो कि त्यो समयमा मलाई के भइरहेको छ है, म आफैलाई बुझ्दैन र मलाई के भइरहेको छ अनि म अरूलाई पनि भन्न सक्थेन। एकदम त्यो अवस्थामा थिएँ कि मलाई के भइरहेको छ र अनि मलाई के भइरहेको छ भनेर म अरूलाई पनि भन्न नसक्ने अवस्थामा थिएँ। अनि म त्यतिखेर मसँग परिवार हुनुहुन्थ्यो, मसँग आफन्तहरू पनि हुनुहुन्थ्यो, तर किन मेरो मन सधैँ अशान्ति हुन्थ्यो, हराएको जस्तो महसुस हुन्थ्यो। मेरो साथमा कोही पनि छैन है। अनि मेरो साथमा कोही पनि छैन, म त मेरो जीवन चारैतिर अन्धकार देख्छु, म कता हराएँ भन्ने त्यो अवस्थामा थिएँ है। अनि त्यो अवस्थामा हुँदै गर्दा अनि के सोच आउँथ्यो भने म त बाँच्नुको पनि अर्थ छैन जस्तो अनि त्यो है यो मनमा आउँथ्यो के अनि आउँथ्यो। अनि मलाई यस्तै सोचहरूले एकदम मेरो आत्मालाई अशान्ति पारेको थियो। अनि यही अवस्था हुँदै म जिराखेको थिएँ त्यो समयमा। अनि जिराखेको थिएँ, मेरो यो आत्माले विश्राम कहाँ पाउँछ होला, मेरो यो आत्मालाई कसरी शान्त पार्ने होला। अनि त्यो कुराहरू मेरो मनमा एकदमै खेल्थ्यो। त्यो अवस्थामा थिएँ म है। अनि त्यो अवस्थामा हुँदै गर्दा जब अनि मैले यीशु ख्रीष्टमाथि विश्वास गरेँ, जब मैले यीशु ख्रीष्टमाथि विश्वास गरेँ अनि मैले सुरुको भिडियोमा नि हालेको छु, मत्ती 11 अध्यायको 28 पदमा भनेको छ, हे सबै थाकेका र बोझले दबिएका हौ, मौका आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। एकदमै मन पर्यो है त्यो पद। अनि
भनेको छ हे सबै थाकेका थाकेका भनेको आत्मामा थाकेका है अनि शरीरका विभिन्न रोगहरूले थाकेका ती मानिसहरू म कहाँ हो म तिमीहरूलाई विश्राम दिनेछु भन्ने त्यो पद एकदमै मन परेर मलाई छोयो किनकि त्यो आत्मिक बोझ ममा थियो जो बोझ म आफूले पनि बुझ्न सक्थेन र अरूलाई मेरो घर परिवारलाई मेरो आफन्तहरूलाई मेरो साथी सङ्गीहरूलाई पनि त्यो कुराहरू भन्न सक्थेन किनकि म आफूलाई के भइरहेको छ है त्यो म आफूले जान्थेन भने कसरी म अरूलाई भन्न सक्थेँ त्यो अवस्थामा थिएँ जब अनि मत्ती 11 अध्यायको 28 पदले मलाई छोयो हे सबै थाकेका र बोझले दबिएका हौ म कहाँ आऊ म तिमीहरूलाई विश्राम दिनेछु एकदमै मन पर्यो अनि मेरो आत्मामा पनि छोयो अनि जुन दिनदेखि मैले यीशु क्रिस्टलाई पाएँ है अनि आज 1 वर्ष बढी भयो मैले यीशु क्रिस्टमाथि विश्वास गरेको जुन त्यो आत्माको शान्ति अनि मेरो आत्माको त्यो छटपट्टिको त्यो जुन विश्राम मैले खोजिरहेको थिएँ अनि त्यो विश्राम मैले यीशु क्रिस्टमाथि विश्वास गरेपछि पाएँ अनि एकदमै अहिले मलाई त्यो छटपट्टिबाट मुक्त भएको छु अनि त्यो आत्माको छटपट्टिले त्यो मेरो आत्माको पीडाले यदि त्यो समयमा यीशु क्रिस्टलाई मैले नपाएको भए सायद यसरी अनि तपाईहरुको माझमा यसरी मैले यो भिडियो बनाएर कुरा गर्न पाउँथेन होला किनकि एकदम गाह्रो हुन्छ साथीहरु अहिले त्यो समयमा भएको आत्मिक पीडालाई अहिले यसरी भिडियोमा बोल्नु र त्यो समयमा भोग्नु एकदमै फरक छ साथीहरु अनि त्यतिखेर त्यो भोगाई एकदमै कठिन गाह्रो अवस्थामा थियो कि म त अब मर्छु के हो म त अब मेरो केही पनि छैन चारैतिर अँध्यारो देख्छु अब म मर्छु के हो भन्ने अवस्थामा थिएँ जब मैले यीशु क्रिस्टलाई पाएँ त्यसपछि फेरि यही पवित्र धर्मशास्त्र बाइबलको अनि लुका 19 अध्यायको 10 पदमा परमेश्वरले आफ्नो जीवित वचनबाट भन्नुभएको छ लुका 19 अध्यायको 10 पदमा किनकि मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएको हो फेरि पढ्दिनेछु किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हराएका आमेन आज हराएको मानिसलाई खोज्न अनि परमेश्वरको पुत्र यीशु क्रिस्ट यो संसारमा आउनु भएको हो आज म जस्तै हराएको मान्छेको लागि जब अनि यीशु क्रिस्ट यो संसारमा नआएको भए सायद आज यसरी यीशु क्रिस्टको बारेमा यसरी म तपाईहरुको सामु बोल्न पाउँथेन होला अनि आजको यो दिन यो समयमा म हुन्थेन होला साँच्चै नै परमेश्वरलाई धन्यवाद भएको होस् अनि जब म हराएको थिएँ मसँग घर परिवारहरू अनि भएको अवस्थामा पनि मसँग आफन्तहरू भएको अवस्थामा पनि अनि मसँग साथीहरू सबै भएको अवस्थामा पनि मलाई हराएको जस्तो महसुस हुन्थ्यो मसँग कोही पनि छैन मेरो साथमा कोही पनि छैन